गुड मर्निङ सबै साथीहरूलाई। आज म धेरै दिनपछि फेरि तपाईँहरू समक्ष आइरहेको छु। तपाईँहरूलाई अवगत गर्न गइरहेको छु कि आज म खुर्सानी जिरे खुर्सानीलाई चाहिँ कसरी रोप्ने अनि त्यसको लागि चाहिँ मलखाद के हाल्ने भन्ने विषयमा जानकारी गर्न गइरहेको छु। अब म तपाईलाई देखाउन गइरहेको छु। गुड मर्निङ साथीहरू। आज चाहिँ म तपाईलाई सर्वप्रथम शुभ बिहानी भन्न चाहन्छु। शुभ बिहानीको साथमा आज म चाहिँ तपाईहरुलाई मैले चाहिँ अब खुर्सानीको बियान छर्नको लागि चाहिँ अलिकति मल बनाउन लागिरहेको छु है। तपाईहरुलाई देखाउन गइरहेको छु मल बनाउनको लागि है। अब यता हेर्नु साथी हो, यहाँ चाहिँ बीचमा चाहिँ रातो माटो छ है, माटो छ। यो गार्डन माटो हो, सोइल गार्डन सोइल। अनि यो कोकोपिट भयो तपाईको। यता चाहिँ यो काउ डाउन गाईको गोबर है। अनि यो भुस भयो। अनि यता चाहिँ अलिकति 20% जस्तो यो के छ भने तपाईको बालुवा है। यो सबै मिक्स गर्ने हो। अनि मिक्स गरेर तपाईको एकदम रेडी हाल्नु मल बनाइरहेको छु। यहाँ चाहिँ यो भर्मी कम्पोस्ट मल छ। यो चाहिँ के भन्छ, यो पेना के है, पेना र यो बोन मिल छ। अनि फङ्गिसाइडहरू छ। यो साफाको छ। यो हिमालको यो लक्षल छ। अनि यहाँ चाहिँ अलिकति यो कालो दाना मल छ है। यति हो साथी हो। यो सबै अलिअलि गरेर मिक्स गर्छु, तपाईहरुलाई देखाउँछु। अब हेर्नुस्, यो माटो बनाउँदाखेरि तपाईहरुको फङ्गिसाइड हाल्नुपर्छ है। मैले चाहिँ साफाको हेर्नु है, साफाको फङ्गिसाइड ल्याएको छ। त्यो चाहिँ अब यसरी यहाँ हालिदिने, यसलाई अहिले मिश्रण गर्ने हो। यो हालेर राख्नु मात्रै हो है, मिश्रण गर्ने हो। तपाईँलाई देखाइरहेको छु जति फङ्गिसाइड हाल्यो राम्रो हुन्छ तपाईहरु, किनभने कीटाणुबाट बचाउँछ। यो भइहाल्यो हैन। अब यसमा चाहिँ तपाईको अलिकति उ पनि हाल्नु गइरहेको छु म। यो चाहिँ के हो भने पेना के पेना। यसलाई इङ्ग्लिसमा चाहिँ मास्टर के भन्छ, नेपालीमा हाम्रो नेपाली भाषामा चाहिँ पेना भन्ने गरिन्छ है। भयो अब यति नै हो। अरू तपाईँलाई अलिक पछि म रेडी गरेर चाहिँ देखाउने छु है। सबै थोक अलिअलि हालिरहेको छु यसरी है। साथीहरु म यो मिश्रण गर्न गइरहेको छु। माटो, बालुवा, गाईको गोबर है, माटो यस्तो पोहोरमा हालिराख्यो जाम भएर है। अब पुरै मल हालेर चाहिँ एकदम फ्रेस बनाउँछु। हेलो साथी हो, अब हेर्नुहोस् मेरो मल चाहिँ पूर्ण रूपले मिश्रित भइसकेको छ, रेडी भइसक्यो। अब तपाईँ यसलाई चाहिँ म के अरे ग्रो ब्यागमा हालेर तपाईँलाई देखाउने छु है साथी हो। हेर्नुहोस् साथी हो, अब मल चाहिँ बिल्कुल खुल्ला हुनु पऱ्यो है, पूर्ण रूपमै यस्तो फुर्र गरेको है। हेर्नुहोस् यस्तो भयो भने
तपाईँको बोट बिरुवालाई नि झरेर जान सजिलो हुन्छ है। तपाईँहरूलाई म अहिले ग्रो ब्यागमा भरिसकेपछि म देखाउने छु है साथीहरू। पूर्ण रूपले चाहिँ ग्रो ब्याग भरियो। अब तपाईँलाई म खुर्सानी रोपेर देखाउने छु है साथीहरू। हेर्नुहोस् है साथीहरू, खुर्सानी बिउ चाहिँ यो हो। यो चाहिँ कस्तो खुर्सानी भन्नु होला तपाईँले, यो चाहिँ सानो जिरे खुर्सानी कि त्यो सानो सानो पहेँलो पहेँलो फल्छ नि, त्यो जिरे खुर्सानी। यसमा चाहिँ अलिकति मल कमी भयो कि अलिक पहेँलो भएको छ। अब पूर्ण रूपले सारेपछि तपाईँलाई पछि रोपेपछि म देखाउने छु है साथीहरू। ल हेर्नुहोस् साथीहरू, यसको चाहिँ जरा चाहिँ एकदम ग्रोथ छ पूर्ण रूपले। यो चाहिँ अब मजाले यहाँ रोपेपछि फेरि यो तपाईँको भोलिको दिन कस्तो हुन्छ म देखाउने छु है साथीहरू। साथीहरू एउटा कुरा मेरो, यो मैले कृषि प्राविधिकबाट सिकेको, बिरुवा रोप्नुभन्दा पहिला जहिले नै यसरी खालो खनेर मैले एकचोटि पानी हालिदिने है सर्लक्कै, त्यसपछि छोप्ने। ल साथीहरू हेर्नुहोस्, मैले पूर्ण रूपमा खुर्सानीको बेर्ना सारिसकेँ है। दुईवटा रोपेछु, 3टा ग्रो ब्यागमा। अनि यहाँ चाहिँ मसिना सानो 2टा छ, यो पछि फेरि अर्को सार्नुलाई। अनि तपाईँलाई अहिले म यहाँ चाहिँ अर्को फेरि देखाउन गइरहेको छु। यो साफा फेरि एकचोटि है, अहिले अलि हालेको थियो माटोमा, फेरि अहिले यहाँ पनि हाल्दैछु। यसले चाहिँ तपाईँको के हुन्छ भने फङ्गस लाग्दैन है, यो किरा फटेङ्ग्राले अट्याक गर्न सक्दैन। यो लगाएपछि यसले यो बोट बिरुवालाई नि पूर्ण रूपले ग्रो गर्ने काम गर्छ है। हेर्नु साथी, धेरै हालेको छैन, अलिअलि हल्का ठिक ठिक हाल्दैछु। अनि हेर्नुहोस्, अब यो साफा कम्पनीको है, यस्तो मजाको देखाएको छ, यस्तै हुन्छ साथीहरू। ल साथीहरू, मैले चाहिँ यसलाई पूर्ण रूपमा छाया भएको ठाउँमा राख्नुपर्छ है। 1-2 दिन यो जरा नसरुन्जेलसम्म ओझेलमा राखेछु, रोशनीको प्रकाश हाल्छ। यता हेर्नुहोस् साथी, यो अस्ति नै रोपे, लगभग 1 महिना पहिला रोपे होला, सारेको यसलाई। अब फुल फुल्नु थालेछ साथीहरू, यहाँ फुलहरू फुलिदिएको छ। अब हेर्नुहोस् है साथीहरू, अब यो रोपिसकेपछि पूर्ण रूपमा यसलाई एकचोटि मजाले भिज्ने गरी पानी हालिदिने है। अब यो एकचोटि पानी हाल्छ तपाईँको फेरि केही दिनको लागि हाल्नु पर्दैन, 2-4 दिन यो सेट भएपछि आफै जरा लागिहाल्छ है। मजाले यसलाई भिज्ने गरी मजाले हालिदिने। फङ्गिसाइड पनि लगाइदिन्छ। अब यो फङ्गिसाइड लगाइदिएपछि यसलाई सेभ हुन्छ, किरा फटेङ्ग्राले पनि यसलाई अट्याक गर्न सक्दैन। हवस् त हो साथीहरू, आज यति भन्दै मेरो कार्य चाहिँ यहाँ चाहिँ सम्पन्न भयो। तपाईँहरूले धेरै माया गरिदिनु हुने भन्ने धेरै आशा राखेको छु। हवस् त साथीहरू, जाँदा जाँदा बाई बाई। तपाईँले माया गरेर मेरो च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु हुने भारी आशा राखेको छु। हवस् त, धन्यवाद, नमस्ते, बाई बाई।